वेलकम टू माई यूट्यूब चैनल। मेरो यस युनिक टेक्नोलोजी च्यानलमा यहाँलाई स्वागत छ साथीहरू। म आज यस भिडियो अन्तर्गत रहेर पासपोर्ट साइजको फोटोलाई अटो आउने कसरी बनाउने अथवा एकै क्लिकमा पासपोर्ट फोटो कसरी तयार गर्न सकिन्छ भन्ने आइडिया चाहिँ सेयर गर्दैछु। यहाँनिर तस्बिर चाहिँ यसलाई चाहिँ अटोमेटिक एकैचोटि 6 वटा फोटो चाहिँ रेडी भएर आउने आइडिया चाहिँ म तपाईहरुलाई सेयर गर्दैछु। अब यदि तपाईहरु फोटोशप युजर हुनुहुन्छ भने तपाईहरुको लागि यो टिप्स एकदमै काम लाग्ने छ साथीहरु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने शेयर, सब्स्क्राइब अनि लाइक, कमेन्ट पनि गर्न नबिर्सनु होला साथीहरु भन्दै अब मलाई यतितिर चाहिँ मैले आफूले कैद गरेर राखेको एउटा तस्बिर छ साथीहरु। म त्यसलाई पहिला यसमा फोटोशपमा सेट फोटो ल्याउन हुन्छ साथीहरु। अब यसको लागि चाहिँ सुरुमा हामीले पहिलो काम चाहिँ के रहेको छ भने एक्सनमा गएर हैन यो एक्सन नि यहाँले छ है। अब यदि कहिलेकाहीँ तपाईहरुको मन देखाएन भने यो विन्डोजमा गएर यहाँबाट यो एक्सनमा टिक लगाउनु होला। त्यसपछि यहाँ देखाउने छ। अनि अब यसको लागि चाहिँ पहिला सेट क्रिएट गर्नुपर्ने हुन्छ। यहाँ न्यू सेट लिए मैले एउटा न्यू सेटको नाम राख्छु साथीहरु है। त्यसपछि PSB फोटो 2 गरेर मैले यहाँ अलरेडी मेरो धेरैवटा भएको छ। ओकेमा क्लिक गरेँ। यहाँ ओकेमा क्लिक गरेपछि हामीलाई एक्सन क्रिएट भन्ने अप्सन छ। न्यू एक्सन क्रिएटमा क्लिक गर्नु होला साथीहरु। एक्सनको पनि नाम दिनु होला है। अहिले फर एक्जाम्पल मैले एउटा नाम दिए, तपाईहरुले पनि आफ्नो आवश्यकता अनुसार दिन सक्नुहुन्छ। अब यदि म किबोर्डबाट फंक्सनल की युज गर्नको लागि F2 देखि लिएर F12 सम्मको कीहरु छ। यहाँ मेरो अलरेडी यहाँसम्म चाहिँ F9 सम्म युज भइसकेको छ साथीहरु। त्यसले गर्दा म अहिले F10 लिन्छु है। तपाईहरुले चाहिँ अब यदि युज गर्नु भएको छैन भने यो कीहरु छान्न सक्नुहुन्छ। मैले F2 राखेर यसलाई रेकर्ड मोडमा क्लिक गर्दै अब त्यसपछि म आफ्नो काम सुरु गर्छु साथीहरु है त। क्रुप टुलमा गए त्यसपछि यसलाई सुरुमा पासपोर्ट साइजको म क्रुप गर्छु है। क्रुप गरिसकेपछि अब मैले यसलाई कन्ट्रोल A गरेर सिलेक्ट हुन्छ। यही राइट क्लिक गरेर स्टक दिए। स्टक दिएर मैले यसलाई ओके गरेँ साथीहरु है। ओके गरिसकेपछि अब डिसिलेक्टरलाई कन्ट्रोल D गर्न सक्नुहुन्छ तपाईहरुले। अब त्यसपछि यसलाई म रोटेट गर्नको लागि कन्ट्रोल E0 है। किबोर्डबाट कन्ट्रोल E0 गरिदिनु भने ठ्याक्क रोटेट हुन्छ साथीहरु। अनि त्यसपछि मैले कन्ट्रोल N गरेर न्यू फाइल लिए A4 साइजको फाइल चुज गरेँ। ओके मा क्लिक गरेँ साथीहरु। अब यति गरिसकेपछि म मुभ टुलको सहायताले अब यसलाई यहाँबाट म यता मुभ गर्छु साथीहरु। अब मुभ गरिसकेपछि साथीहरु यसलाई मैले बन्द गरिदिएँ है। अनि त्यसपछि यसलाई म अलिकति टक्क मिलाएर हैन यसरी हुन्छ। अब यसको कपी गर्नको लागि साथीहरु किबोर्डबाट कन्ट्रोल शिफ्ट अल्ट दाबेर माउसले क्लिक गरेर ड्रा गर्नु होला है। अब पासपोर्ट साइजको फोटो 6 वटा हुनुभएको साथीहरु। अब यो दुईटा तीनटालाई मर्ज गर्नलाई कन्ट्रोल E किबोर्डबाट दुईपल्ट कन्ट्रोल E थिच्नु भयो भने मर्ज हुन्छ साथीहरु। फेरि मैले अल्ट कन्ट्रोल शिफ्ट बटन दाबेर यसलाई मुभ गरे। अब त्यसपछि सबैलाई मर्ज गर्नको लागि कन्ट्रोल E गर्नु होला। अनि कन्ट्रोल T गरेर मैले थोरै अलिकति पेपर साइजमा ट्याक्क फिट बनाइदिन्छु साथीहरु। यो बनाउँदा प्रिन्ट आउट गर्दाखेरि सजिलो अनि राम्रो तरिकाले एकदमै बेस्ट तरिकाले आउँछ। अब यति गरिसकेपछि साथीहरु मैले यो एक्सन चाहिँ मेरो अब रेकर्ड मोडमा पनि राखे हैन। त्यसपछि म अब यसलाई अब स्टप गरेर बन्द गरिदिन्छु साथीहरु है। अब स्टप भयो। त्यसपछि अब तपाईहरुले जस्तै एउटा फोटो लिन सक्नुहुन्छ हैन। बनाउनु पर्यो भने अघि हामीले गरेको त्यो क्लास चाहिँ हामीले रेकर्ड मोडमा राख्थ्यौं भने हैन। अब त्यसपछि यहाँ क्रुप टुलमा गएर पासपोर्ट साइजमा क्रुप गरेर अब तपाईहरुले फंक्सनल की युज गर्नुपर्ने हुन्छ साथीहरु हैन। अघि मैले जस्तो F10 चाहिँ हान्ने भनेर मैले त्यहाँ चुज गरेको थिएँ। अनि त्यसपछि म यसलाई गरेर अब किबोर्डबाट मैले F10 खिच्थे भने साथीहरु मेरो चाहिँ पासपोर्ट 6 वटा फोटो चाहिँ यसरी एकै क्लिकमा तयार भएर आएको छ साथीहरु है। हवस् त साथीहरु के कस्तो लाग्यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिराख्नु होला साथीहरु। अब यस्तै काम लाग्ने भिडियोहरुमा चाहिँ तपाईहरुलाई निरन्तर ल्याइ नै राख्ने हुन्छु। हवस् त साथीहरु यति भन्दै नेक्स्ट भिडियोमा नेक्स्ट टपिकको साथ आउने नै छु। अहिलेलाई भने बिदा भए। बाइ बाइ।